हेलो साथीहरू होइन अहिले बेलुकाको चाहिँ 6:30 भइसक्यो 6:36 भयो म चाहिँ भर्खर उठेको होइन ओभर गाह्रो भइरहेछ होइन अन्त म टाउको दुखेर फुट्ला जस्तो गरेर रिघाटा चलेर होइन ओभरै गाह्रो भइरहेछ झन् क्या हुन्छ नि अस्तिदेखि झन् गाह्रो 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 हुँदै गइरहेको छ ठिकै छ अब म चाहिँ उठ्नुपर्ने हुन्छ होइन दिदी चाहिँ पसलमा हुनुहुन्छ घरमा अलिअलि सघाइदिनु पर्ने हुन्छ मैले चाहिँ होइन खानाहरू त्यो खाना चाहिँ बनाइदिइरहेको छु बिस्तारै भए पनि मलाई के भइरहेको छ मलाई थाहा छैन साथीहरू साथी के भनेको होइन अब चाहिँ म किचनमा जानुपर्ने हुन्छ बिस्तारै जान्छु खानाको लागि मम्मी के गर्नु ल भयो ल भयो मैले बुझेँ अब चाहिँ मैले खाना पकाउनु पर्ने हुन्छ होइन म चाहिँ खाना पकाएर फेरि सुत्छु ल एकछिन खानाहरूको लागि चाहिँ म अब मामहरू चाहिँ रेडी गरेर फेरि आउँछु ओके बाई ल साथीहरू मैले चाहिँ खाना पनि बनाइसकेँ अब चाहिँ म कुरामा गएर बस्छु होइन म कपडा हालेर चाहिँ कपडाहरू पनि उठाउनु पर्नेछ खास घरमा चाहिँ होइन सकिरहेकै छैन कस्तो टल्दिएको नि सकिरहेकै छैन कि रिगाटा चलेर भन्छु जस्तो फिल भइसक्यो म चाहिँ बिरामी भएको 3 दिन भइसक्यो होइन अनि सुरु दिनु पुरै गाह्रो भइरहेको थियो होइन पुरै गाह्रो भइरहेको थियो अनि अलिक ठिक हुन्छ होला नि त भन्यो अब अहिलेसम्म पनि अहिले झन् होइन एकछिन ठिक हुन्छ एकैछिनमा गाह्रो हुन्छ कि एकैछिनमा होइन खगी पसिनाहरू आएर सास फेर्न गाह्रो जस्तो हुने होइन एक्लो फिल हुने दिमाग हुन्छ नि खराब हुने बोउलाई जस्तो हुने क्या कस्तो के हो कि त्यही भएर अब चाहिँ म फेरि पसिना परि आइसक्यो अहिले चाहिँ थोरै मात्र लगाएको छु चाहिँ मैले सुरु पकाएको उठाइसकेँ होइन अब चाहिँ खुट्टा भित्र मान्छे अब पट्याउनु पर्ने हुन्छ म चाहिँ बस्नै सकिरहेको छु मैले के गर्ने नगर्ने भइरहेको छ दिमाग खराब होइन यत्रो दिन भइसक्यो 3-4 दिन जति भइसक्यो यार अब त ठिक हुनु नि भन्छु क्या अब चाहिँ ठिक हुनु नि भन्नु क्या ठिकै हुँदैन यार एकछिन ठिक होला जस्तो हुन्छ एकैछिनमा गाह्रो हुन्छ कि फेरि एकछिन त्यही भएर पसल नै जानु पाएको छैन सन्डेबाट चाहिँ आरामले पसल निको भएर जाउँ भनेको त्यो पनि हुँदैन होला सायद अब अलिक दिन चाहिँ म जानु नि पाउँदिनँ होला है टेन्सन लागिसक्यो के गर्ने ल ओके साथीहरू